हेर्नुस्, हामी सबैको बाल्यकालको एउटा न एउटा यस्तो याद पक्कै हुन्छ जुन सम्झिँदा अनुहारमा आफै मुस्कान आउँछ। आजको यस प्रस्तुतिमा हामी त्यस्तै एउटा याद, त्यस्तै एउटा आइकनिक जोडीको ऐतिहासिक यात्रा गर्दैछौँ। हो, टम एन्ड जेरी। हामी सबै यसका फ्यान हौँ, होइन र? आउनुस् आज हाम्रा यी प्रिय पात्रहरूको पछाडि लुकेको पर्दा पछाडिको कथालाई अझ नजिकबाट निहाउँ। एकछिन आँखा चिम्लिएर कल्पना गर्नुस् त, भान्साका सामानहरू यताउता फ्याँकिएका छन्, भुइँभरि अन्डा र झ्याम लतपतिएको छ, अनि पर्दामा भयङ्कर युद्ध चलिरहेको छ। सिनेमा हलको त्यो न्यानो अँध्यारोमा बसेर हेर्दा होस् वा टिभीको अगाडि, अन्त्यमा कसले जित्छ भन्ने हामी सबैलाई पहिले थाहा हुन्थ्यो। त्यही सानो चकचके मुसाले। यो त्यही नोस्टाल्जिया हो जसले आज पनि हामीलाई त्यत्तिकै हँसाउँछ। अब यो जादु आखिर सुरु कसरी भयो त? यसलाई बुझ्न जो बारबेराको यो भनाइ ठ्याक्कै मेल खान्छ। उनले भनेका थिए जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सही समयमा सही अवसर पाउनु हो, र वास्तवमा भयो पनि त्यस्तै। क्यालिफोर्नियाको कल्भर सिटी स्थित एमजिएमको स्टुडियोमा जुरेको त्यो जादुई संयोगले नै यी दुई पात्रहरूलाई जीवन दिएको थियो। अब कुरा गरौँ यी ताराहरूको जन्मको बारेमा। एमजिएमका ती गोल्ड डस्ट ट्विन्स। हामीलाई थाहै छ टम एउटा यस्तो अवसरवादी बिरालो हो जसको पहिलो आँखामा सधैँ एउटा छली योजना लुकेको हुन्थ्यो। तर उता जेरी नि हेर्दा एकदमै निर्दोष, तर जब उसलाई झिस्काइन्छ नि ओ यति चतुर योजनाकार बनिदिन्छ कि टमको होसो हवास उठ्छ। खासमा भन्नुपर्दा यही अन्तर्निहित भिन्नता र उनीहरू बीचको त्यो कहिल्यै नसकिने क्याट एन्ड माउस दौडधुप नै उनीहरूको सफलताको मुख्य कडी हो। यसरी सुरु भएको यो जोडीले फ्रेड क्विम्बीको पालामा आफ्नो स्वर्णिम युगको सुरुवात गर्यो। यहाँनिर एउटा रमाइलो र अचम्मको कुरा के छ भने नि, यी विश्वकै सर्वाधिक हँसाउने कार्टुनहरूका निर्माता फ्रेड क्विम्बीमा हास्यचेत भन्ने कुरा शून्य बराबर थियो। उनी त एउटा कडा स्कुल प्रिन्सिपल जस्ता थिए, तर विडम्बना नै भन्नुपर्छ उनकै नेतृत्वमा हाना र बारबेराले कर्पोरेट हस्तक्षेपबाट बचेर काम गर्न पाए। क्विम्बीले एउटा पर्खालको काम गरिदिए जसको कारण उनीहरूको सृजनात्मकता मज्जाले प्रस्फुटन हुन पायो। तर समय सधैँ एकनास कहाँ हुन्छ र? सन् 1954सम्म आइपुग्दा परिस्थिति फेरियो। टेलिभिजनको लोकप्रियता वात्तै बढ्यो, जसले गर्दा सिनेमा हलहरूमा दर्शक घट्न थाले र स्टुडियोहरू आत्तिए। यही दबावको नतिजा स्वरूप उनीहरूले पेट पिभ मार्फत टम एन्ड जेरीलाई सिनेमास्कोपको फराकिलो पर्दामा उतारे। यो बजारको परिवर्तनसँगै गरिएको एउटा ठूलो र बाध्यकारी निर्णय थियो। यसपछि सुरु हुन्छ जिन डिचको युग, एउटा नयाँ तर अलि चुनौतीपूर्ण अध्याय। सन् 1957मा एउटा ठूलो झट्का लाग्यो। एमजिएमले अचानक आफ्नो कार्टुन विभाग नै बन्द गरिदियो। सोच्नुस् त, पहिला एमजिएममा एउटा छोटो कार्टुनका लागि $45,000 देखि $65,000 सम्म खर्च हुन्थ्यो, तर टेलिभिजनको आगमनसँगै त्यो बजेट घटेर मात्र $3,000 मा झर्यो। यति भयानक आर्थिक गिरावटले कार्टुन निर्माणको पुरै तरिका नै बदल्न बाध्य बनायो। र हो, यही बजेट अभावले सीमित एनिमेसन अर्थात् लिमिटेड एनिमेसनको जन्म गरायो। यसमा पुरै शरीर चलाउनुको सट्टा खर्च बचाउन आँखा झिम्क्याउने वा हात मात्र हल्लाउने गरिन्थ्यो। यही नयाँ तरिका अपनाउँदै एमजिएमले प्रागमा 13वटा नयाँ सर्ट्स निर्माण गर्न जिन डिचलाई जिम्मा दियो। अब यहाँनिर अलिकति खड्किने कुरा के भयो भने, जिन डिचको त्यो पूर्वी युरोपेली टोलीले पात्रहरूलाई उस्तै देखाउन त सफल भयो, तर तिनमा हाना बारबेराको त्यो मौलिक जादु कतै हराएको जस्तो लाग्थ्यो। जेरीको त्यो मनमोहकपन, टमको त्यो छली स्वभाव सबै एउटा सामान्य दौडधुपमा मात्र सीमित भयो। फ्यानहरूका लागि यो आत्मा बिनाको शरीर जस्तै थियो। त्यसपछिको पालो आउँछ चक जोन्सका वर्षहरूको, जहाँ उनीहरूको डिजाइन र शैलीले नयाँ रूप लियो। सन् 1963मा वार्नर ब्रदर्सका दिग्गज एनिमेटर चक जोन्सले जिम्मेवारी सम्हाले। उनले टमलाई अलि फरक लुक दिए, बोरिस कार्लोफ जस्तो बाक्लो आँखीभौँ र काटिएका कानहरू। जेरीका आँखाहरू अझ ठुला र आकर्षक बनाइए। अनि सबैभन्दा रमाइलो कुरा त तपाईँलाई यादै होला, सुरुमा आउने एमजिएमको सिंहको गर्जनलाई हटाएर त्यहाँ टमले म्याउ गरेको दृश्य राख्यो। यसले साँच्चै नै फ्रान्चाइजलाई एकदमै फ्रेस र आधुनिक रूप दियो। लुक्स त गजबको भयो, चम्किलो र आकर्षक। तर एउटा समस्या के देखियो भने यी नयाँ कार्टुनहरूमा पहिलेको जस्तो बलियो र रमाइलो कथा थिएन। उनीहरू कथाभन्दा बढी पात्रको पोज र स्टाइलिङमै अल्झिए। नतिजा स्वरूप सन् 1967मा एमजिएमले फेरि यसको उत्पादन बन्द गर्नु पर्यो। यो 10 वर्षको अवधि कस्तो रह्यो भनेर यसो फर्केर हेर्दा एकदमै उथलपुथलपूर्ण देखिन्छ। विभाग बन्द हुने, फेरि डिच आउने, जोन्स आउने अनि फेरि बन्द हुने।
सन् 1957 देखि 1967 सम्मको यो अस्थिरता एउटा यस्तो आँधी भेरी थियो जसलाई यो फ्रेन्चाइजले बल्ल तल्ल पार गर्यो। र अन्ततः आइपुग्छौँ हामी राजाहरूको पुनरागमनको चरणमा, उनीहरूको नयाँ टेलिभिजन अवतार। सन् 1975 टम एन्ड जेरीका मौलिक सर्जकहरू नै उनीहरूलाई पुनर्जीवित गर्न फेरि सँगै आए। तर टिभीमा टिक्न सजिलो थिएन, ठूलो सम्झौता गर्नु पर्यो। अभिभावक समूहहरूलाई सन्तुष्ट पार्न शनिबार बिहानको टिभी कार्यक्रमबाट त्यो पुरानो हाम्रो फेभरेट हिंसात्मक दौडधुप चट्टक्कै हटाइयो। हिजोका कट्टर दुश्मनहरू अब सँगै मिलेर रहस्य सुल्झाउने साथी बने। यो एउटा निकै अनौठो र दर्शकहरूका लागि अचम्मको परिवर्तन थियो। समग्रमा हेर्दा यो फ्रेन्चाइजको एडप्टेसन अर्थात् अनुकूलन क्षमता निकै गजबको छ। स्वर्णिम युगदेखि सुरु भएर डिचको व्यवधान, जोन्सको नयाँ रूप, टिभीका मिलनसार जासुस हुँदै 1989 को टम एन्ड जेरी किड्ससम्म आइपुग्दा यी पात्रहरूले समय र परिस्थिति अनुसार जसरी आफूलाई ढाल्दै लगे त्यो साँच्चीकै नै अद्वितीय छ। अब अन्त्यमा एउटा प्रश्न आउँछ, यति धेरै स्टुडियो राजनीति, बजेट कटौती र शैलीगत परिवर्तनहरूका बावजुद यो बिरालो र मुसाको जोडीमा त्यस्तो के जादु छ जसले आजसम्म पनि हामी सबैलाई बाँधेर राखेको छ? सायद त्यो जादु उनीहरूको त्यही बालसुलभ चकचकेपन र कहिल्यै हार नमान्ने दौडधुपमै लुकेको छ। यस प्रस्तुतिमा सँगै रहनु भएकोमा धेरै धेरै धन्यवाद। आशा छ यसले तपाईँका पुराना बाल्यकालका यादहरूलाई फेरि एकपटक पक्कै ताजा बनायो होला।